रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा हुम्ला कहिले बाटो पुग्ला बसेको छु रहरैमा। हरेक इलेक्टेड एन्ड सिलेक्टेड पर्सनहरूले एकपटक हेर्नै पर्ने भिडियो यो मैले अनुरोध गरेँ र ब्याच 40 सबै हेरिसकेको छ र पूर्ण प्रतिबद्ध पनि छ। कार्यक्रमका सभाध्यक्ष महोदय, सिडिएफ नेपालका सर्देय गुरुहरू र यस कार्यक्रममा उपस्थित सम्पूर्ण ब्याच 40 का प्रिय मित्रहरू, लोकसेवा आयोग तयारीको कारागारको कैदी भएर स्वतन्त्र भएको एकजना म पनि हुँ। सायद सङ्घर्षको यस्ता कथाहरू ब्याच 40 का हरेक सदस्यहरूसँग छ। त्यसकारण मैले मेरा सफलताका कथाहरू फेरि पनि भन्नुपर्छ जस्तो लाग्दैन। तर भन्ने गरिन्छ पैसा त सामान्य हो, केही होइन। सफलता पनि त्यस्तै रहेछ। असफल हुँदासम्म सफलताको गन्तव्यका लागि निकै प्रयासहरू, निकै मेहनतहरू हुँदा रहेछन्। आज फेरि लाग्दैछ सफलता त केही रहेनछ, सामान्य रहेछ। तर यो बाटोमा पुग्न निकै धेरै मेहनत गरेका छौँ। यो सबै ब्याच 40 को एउटा साझा एउटा बाटो हो। त्यसकारण मैले यसमा थप केही भन्नु पर्दैन। मेरो खेतीपातीको अहिलेसम्मको अन्न बाली भनेकै शाखा अधिकृतको नियुक्ति पत्र हो। अरू योभन्दा मसँग केही पनि छैन। त्यसकारणले म यसलाई ठुलो सम्पत्तिको रूपमा लिएको छु। सिडिएफ नेपाल र म बीचको सम्बन्ध नायब सुब्बा तयारीदेखि छ। मलाई नायब सुब्बामा र्याङ्क फर्स्ट बनाउने यही सिडिएफ नेपाल हो र मैले सिडिएफ नेपालमा शाखा अधिकृतका 68 वटा सेट 3 घण्टाको फुल टाइम दिएर लेखेको छु, जसमा सबैभन्दा कम मार्क्स मेरो पहिलो इक्जाममा 44 अङ्क आएको छ भने सबभन्दा हाएस्ट मेरो 59 मार्क्स आएको छ र म अहिले सामान्य प्रशासनको र्याङ्किङमा सिफारिस भएको छु। तर मेरो गुरुहरूले मेरो अक्षर देखेर अलि अक्षर चाहिँ सपार्नु पर्नु हो भन्नुहुन्थ्यो। तर मेरो बानी अलि धेरै लेख्ने छ। 3 घण्टामा मैले 35 देखि 40 पेज लेख्ने गर्छु। त्यो भएर पनि होला मेरो नोटमा राम्रो अक्षर हुन्छ, इक्जामको पेपरमा राम्रो अक्षर भएन। सफलताको सूत्र एउटा मात्रै थियो। गत वर्षको असफलताको एउटा अनुभव थियो। इक्जाम लेखिएन, प्याटर्न र फ्रेमवर्क भित्र बसेर लेख्न सकिएन र गत वर्ष फेल भइयो। यो वर्षको सफलताको एउटा 3टा सूत्र थियो मेरो। त्यो भनेको निरन्तर इक्जाम, निरन्तर इक्जाम, निरन्तर इक्जाम है। मसँग सँगसँगै फर्स्ट इक्जामदेखि लास्ट इक्जामसम्म लेख्ने प्रिय साथीहरू मेरो सफलताको मार्गमा छुट्नु भएको छ। म निकै दुखित छु र प्रिय साथीहरूका लागि म एउटा सन्देश दिन चाहन्छु। हिम्मत नहार्नुहोला। दुःख र सङ्घर्ष पचाउन सक्ने साथीहरू फेरि पनि हामी सँगसँगै त्यो उचाइमा पुग्नेछौँ, म प्रेरणा दिन चाहन्छु। अर्को कुरा, मेरो एउटा प्रतिबद्धता धेरै ठुलो छैन। मलाई धेरै ठुलो बन्नु पनि छैन। मेरो सेवा लिने हरेक नागरिकले मेरो सेवा पाए बापत धन्यवाद प्रशान्त सर भन्न सकोस्। मैले चाहेको यति छु। कठोर सङ्घर्ष भोगेको एउटा गरिब परिवारमा जन्मिएको एउटा सन्तान हो। मैले म आफूलाई चिन्न सकु, मेरो देश चिन्न सकु। सिडिएफ परिवारलाई धेरै धेरै धन्यवाद। नमस्कार।